आज चाहिँ हामी माथि देखिएका गाउँहरूको भ्रमण गर्नेछौँ। आज मौसम पनि खराब रहेको छ। पानी पर्छ कि भन्ने डरले हामी छिटै घरबाट हिँडिसक्यौँ। आजको भ्रमणमा चाहिँ हामी 3 जना रहेका छौँ। जुन कुराको डर थियो त्यही हुन लागेको छ। अलिअलि पानी पनि पर्न सुरु भइसकेको छ। केही समय चाहिँ हिँड्छौँ, अब के हुन्छ हेरौँ। पानी नरोकिएपछि हामी चाहिँ रुखको तल आएर बसेका। यो चाहिँ सुरज हो, यहाँको लोकल ऱ्यापर। केटाहरूको भागाभाग परेको छ। कुन प्लान लिएर आएको थिएँ, के भयो यहाँ आएर। माथिल्ला गाउँहरूलाई एक्सप्लोर गर्ने उद्देश्यले आएका थियौँ, यता यस्तो भयो। उतै हाम्रो लोकल ऱ्यापर बाँसको घारीमा अड्किएको छ। केटाहरूले चाहिँ दाल मोठ र चाउचाउ लिएका रहेछन्। अब दाल मोठ र चाउचाउ खाएर घर फर्किनुपर्छ। यो मान्छे चाहिँ पुरै चिल हो है। ऊ रकी भाइ। अब हामी यो खोला हुँदै खेल मैदानसम्म पुग्छौँ। आज चाहिँ मौसमका कारणले हामी माथितिरका गाउँहरू घुम्न सकेनौँ। हामी एक दिन अवश्य घुम्नेछौँ। अहिले चाहिँ हामी घर गइरहेका छौँ। पानीले पुरै भिगेर निकै चिसो हुँदैछ। आजको भ्लगको चाहिँ यही इन्ड गरौँ। अब भोलि हामी पुनः नयाँ भिडियो लिएर आउनेछौँ। धन्यवाद।